रहेछ यहाँनिर स्केटिङ खेल्ने ठाउँ साथीहरू सुन्दरी जालको दृश्य हो मान्छे नभइकन अगाडि आएर चिठा बनाएर है गाइजहरू छोरा कहाँ जाने आज हामी स्केटिङ खेल्न जाने अरे स्केटिङ खेल्न आउनु कि आउनु भनेर यहाँ त हेर्न अनिले आऊ बोलाएको गरेर खाना साग भात तरकारी पकाएर पैसा मै तिर्छु भनेर बर्थडेमा दिएको पैसा छ मेरो आमेन पैसा मै तिर्छु तपाईँ छिट्टो आउनु भनेर भने त्यही भएर म चाहिँ वहाँदेखिको गोठाटारदेखिको दौडी आएको स्केटिङ घर चाहिँ कहाँ हो स्केटिङ घर अनि यतातिर छनु त्यहाँ लहर अल्छी लागेर हिँड्दैछ नानीको आमा अब हामी कहाँ जाने बाई स्केटिङ राधासँग खेल्न जाने है दाइ पनि चाहिने रहेछ यहाँनिर स्केटिङ खेल्ने ठाउँ चाहिँ यहाँनिरबाट निस्केर हिँड्यौँ अब यहाँ त कत्रो ठुलो गुम्बा छ त यो भित्र चाहिँ हामी नजाने अब हिँडेको हामी सुन्दरी जाल स्केटिङ पार्कबाट चाहिँ घरतिर लाग्यौँ बच्चाहरूको गाई सुन्दरी जालको यो जङ्गल यो चाहिँ मासतिर है यतातिर चाहिँ जग्गाहरू अलिक सस्तै पाइन्छ किन्ने इच्छुक हुनेहरूलाई माथि जङ्गलको नजिक यहाँ चिठा छ कि 2 बजीतिर बनाएको अहिलेसम्म मान्छे लास ल्याएको रहेनछ के होला है त्यही भएर म चाहिँ यहाँ भिडियो बनाउन लाग्यो 1 बजी चिठा मान्छे मान्छे नभएर यस्तो अगाडि चिठा बनाएर यो चाहिँ सुन्दरी जाल है साथीहरू सुन्दरी जालको दृश्य हो मान्छे नभइकन अगाडि आएर चिठा बनाएर है गाइजहरू यो चाहिँ यो पर्तिर चाहिँ मेरो बहिनीको घर हो म चाहिँ यहाँ आज घुम्न आएको थियो आज भुन्टेसँग स्केटिङ खेल्न आऊ भनेर आएको अनि अब हामी मोमो खान जान लागेको यो चाहिँ अघि कतिखेर बनाएको हामी त्यहाँ स्केटिङ खेलेर फर्किने बेलामा यहाँ चिठा बनाउँदै थियो त्यो मान्छे चाहिँ अब अहिले उयो भएछ कि अनि हामी जाँदाखेरि हो अनि अहिले त मान्छे फेरि होसमा आयो क्या हो नि है कस्तो खालको होला है मान्छे नमरिकन घाटमा चिठा बनाएर है त्यो चिठा बनाउने मान्छे त माथि छ जस्तो छ हौ अलि माथि हेर्नु त ऊ माथि बाइकको अगाडि के होला चिठा बनाउने त ऊ त्यहाँको दाइ हो त्यो गोरे दाइ त्यही भयो नि मान्छेहरू है मर्न पाएको छैन हतार अगाडि आएर चिठा बनाउँछ हाम्रो पालामा होइन हाम्रो चाहिँ धेरै राम्रो हाम्रो त अनि एक मान्छे आएन भने 3-4 दिन नै राख्छ हप्ता दिन धनीहरुको त है हो 12 बजे सुन्नु धेरै भएको छ नि भाइ मेसिन एउटा सेलिब्रेसन देखाउन त तपाईं सुगरलाई त चियर चाहिन्छ अनि यस्तो ल भक्कन सेलिब्रेसन नुडल्स खाने मान्छे ला सबै पकायो होला ए